आजभोलि यो गु भन्ने शब्दले कति बजार भाउ पाएको, कति चलेको मान्छेको मुखमा छ, कति भाइरल भएको यो शब्द। आमै नि त कसैले गु खान्छु भने हान्, कसैले गु खुवाउँछु भने हान्। तर गु खान्छु भन्नेले पनि खान सकेका छैनन्, खुवाउँछु भन्नेले पनि खुवाउन चाहिँ सकेका छैनन् है। तर ढाँटुवाहरू छ्या कस्तो ढाँटेका हुन् भाइ हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूले। त्यो रवि चुडाल होइन कि, त्यो रवि चुडेल छ नि, चुडेल जस्तो मान्छे हो त्यो चुडेल जस्तो दाइले पनि ढाँटेछन् भाइ। गु खान्छु भनेको थिएँ, खाएनछन्, खाएको देखिएन। ती ढुङ्गीबाले पनि ढाँटेछन् भाइ। ती धामी छन् नि, ती झाँक्रीबा, के अरे हाम्रा हातेर आउने भविष्यवाणी गर्ने हाम्रा ढुङ्गीबा, तिनले पनि ढाँटेछन् भाइ। गु खान्छु भन्थे खाएनछन्। ए मेरी बा, अमृत खाँदा खाँदा लास्टमा गु पर्ला है बुढा मुखा, याद गर। ढाँटुवा भाइ, ती कान काट्छु भन्ने दिलले काटिन् कि काटिनन् होला कोनी, काटिनन् होला भाइ। समाएर काट्नुपर्ने, चारखुट्टा हात बाँधेर सकेनछन् क्या मान्छेहरूले। गाह्रो छ। अनि त्यो देशै छोड्छु भन्ने दाइले छोडेनन् होला। राजनीति छोड्छु भन्ने ती अङ्कल थिए, छोडेनन् होला, छोड्या छैनन् होला है। खसी काट्छु भन्ने दाइ थिए एकजना, खोइ काटेनन् होला तिनले। काटे भए त यसो छरछिमेकीले पोस्ट हाल्थे होला मासु खान पाइम भनेर। गाह्रो छ नेपालमा। धेरै नढाँटौ क्या, हुनेर पुग्ने मात्रै कुरा गर क्या। कि बोलिसकेपछि गरेर देखाऊ भाइ। गर्नै नसक्नेले किन बोल्नु फेरि, होइन? गरेर देखाउनु नसक्नेले फेरि पर्र किन बोल्ने हो? गाह्रो छ त नेपालमा पनि, बहुतै गाह्रो छ क्या। जे पाए त्यही बोल्छन् यार मान्छेहरू, जे पाए त्यही बोल्छन् अनि आफै थर्काउँदै हिँड्छन्। अहिले फेरि बाटामा कसैले केही भनौँ भने यसो पत्रकार मान्छेहरूले यसो खिच्यो भने आफै थर्काउँदै थिइन् ती दिदी त बिहान कतिलाई। मेरो कोनी के छ, प्राइभेट जिन्दगी छ, प्राइभेसी छ, कोनी के भन्दै थर्काउँदै थिइन्। तेरिका त्यस्तो होइन नि त दिदी, बोलेपछि गर्नुपर्छ, गरेर देखाउनुपर्छ क्या। गरेर देखाउनुपर्छ, कि त बोल्नै हुँदैन होइन भनिन्छ नि यो र कन्ट्रोल राख्नु भनेर। खास कुरो त्यही होला कि। एनिवे यस्ता अपशब्दहरू चाहिँ मान्छेले नबोल्दै हुन्थ्यो, कन्ट्रोल गर्दै हुन्थ्यो, यति साह्रै अराजक पनि नभइदिए हुन्थ्यो जस्तो चाहिँ लाग्छ। तर मान्छेले बुझ्दैनन्। अब मैले मात्र बुझेर के गर्नु, गाह्रो छ जिन्दगी। ल एनिवे आनन्दसँग रहनुहोस् है त, बाई।